ऊ फर्स्ट बेन्चमा बसेर पढ्यो, अहिले खरदारमा छ। ऊ फर्स्ट बेन्चमा बसेर पढ्यो, अहिले खरदारमा छ। ऊ लास्ट बेन्चमा बसेर पढ्यो, अहिले सरकारमा छ। मसँग बस्नका लागि बेन्च थिएन, भुइँमा बसेर पढे, त्यसैले अहिले पनि भुइँमै छु। मेरो देशमा भ्रष्टाचार गरिसकेर भ्रष्टाचारको विरोध गर्न जान्छ। मेरो देशमा भ्रष्टाचार गरिसकेर भ्रष्टाचारको विरोध गर्न जान्छ, विरोध गरिसकेर फेरि भ्रष्टाचार गर्न जान्छ। मेरो देशमा जब ऊ सत्ता पक्षमा हुन्छ, मेरो देशमा जब ऊ सत्ता पक्षमा हुन्छ, उसले गोबरलाई पुष्टकारी देख्छ। मेरो देशमा जब ऊ सत्तामा हुन्छ, गोबरलाई पुष्टकारी देख्छ। जब ऊ प्रतिपक्षमा हुन्छ, उसले पुष्टकारीलाई गोबर देख्छ। मेरो देशमा केही बनेकै हुँदैन, मेरो देशमा केही बनेकै हुँदैन, उद्घाटन सम्पन्न हुन्छ। मेरो देशमा कि बोलीको ठेगान हुन्छ कि नेता हुन्छ। मेरो देशमा कि बोलीको ठेगान हुन्छ कि नेता हुन्छ। नेता पनि बोलीको ठेगान पनि एकै ठाउँमा हुँदैन। नेता पनि बोलीको ठेगान पनि एकै ठाउँमा हुँदैन। भयो भने त्यो विश्वको 8औं आश्चर्य हुन्छ। मेरो देशमा जनताका छोराछोरी स्कुल जाने बाटोमा नदी छ, माथि पुल छैन। मेरो देशमा जनताका छोराछोरी स्कुल जाने बाटोमा नदी छ, माथि पुल छैन। नेता खेतमा जाने बाटोमा नदी छैन, माथि पुल छ। मेरो देशमा खेत बाँझै छ उता गाउँमा, यता सहरमा रोपारहरू धान रोप्न फेसबुकमा जान्छन्। आफ्ना लुगा आमाहरूलाई धुन दिएर बाहरू आमाको नारी दिवस मनाउन जान्छन्। मेरो देशमा पहिले घुस खानेले रुपियाँमा खान्थे, अहिले रोपनीमा खान्छन्। मेरो देशमा पुलिसले समातेपछि थुन्न गरिबलाई हतकडीमा हालेर हिरासतमा लान्छन्। मेरो देशमा पुलिसले समातेपछि थुन्न गरिबलाई हतकडीमा हालेर हिरासतमा लान्छन्। धनीलाई एम्बुलेन्समा हालेर अस्पतालमा लान्छन्। मेरो देशमा जे हुन्छ हिसाब किताबमा हुन्छ। मेरो देशमा जे हुन्छ हिसाब किताबमा हुन्छ। हिसाब किताब नमिलेसम्म बाघसँग बाघ मिल्दैन, बाख्रासँग बाख्रा मिल्दैन। हिसाब किताब नमिलेसम्म बाघसँग बाघ मिल्दैन, बाख्रासँग बाख्रा मिल्दैन। हिसाब किताब मिलेपछि बाघले बाख्रालाई आई लभ यु भन्छ। हिसाब किताब नमिलेसम्म बाघसँग बाघ मिल्दैन, बाख्रासँग बाख्रा मिल्दैन। हिसाब किताब मिलेपछि बाघले बाख्रालाई आई लभ यु भन्छ। बाख्रो बाघसँग डेटिङ जान्छ। मेरो देशमा
हिसाब किताब मिले पनि बाघले घाँस खाँदैन। मेरो देशमा हिसाब किताब मिले पनि बाघले घाँस खाँदैन, तर बाख्राले मासु खान्छ। मेरो देशमा अस्पतालमा बेड पाउन नेताको सोर्स लाउनु पर्छ। पैसा नहुनेको काम आज हुँदैन, भोलि आउनु पर्छ। कर बुझाउन पनि करदाताले नोटको मास्क बुनेर कर्मचारीको मुखमा लाउनु पर्छ। मेरो देशमा जसले काम 1 मिटर गर्दैन, मेरो देशमा जसले काम 1 मिटर गर्दैन, उसले भाषण 1 किलोमिटर गर्छ। मेरो देशमा जसले भाषण 1 मिटर गर्दैन, उसले भाषण 1 किलोमिटर गर्छ। डाँडाका टुप्पै पिच्छे पखेटाले टुप्पा छोपेर ओथारा बसेका छन् भ्यू टावरहरू, तर खेल हेर्न हामीले रुखमा चढ्नुपर्छ। मेरो देशमा नियम कानुनले हुँदैन भनेपछि कर्मचारीको केही लाग्दैन। मेरो देशमा नियम कानुनले हुँदैन भनेपछि कर्मचारीको केही लाग्दैन। घुसले हुन्छ भनेपछि नियम कानुनको केही लाग्दैन। मेरो देशमा फोहोरको अगाडि नगरपालिकाको केही लाग्दैन। मेरो देशमा फोहोरको अगाडि नगरपालिकाको केही लाग्दैन। चोरको अगाडि पुलिसको केही लाग्दैन। ट्युसनको अगाडि शिक्षकको केही लाग्दैन। भ्रष्टाचारको अगाडि नेताको केही लाग्दैन। दामको अगाडि लाल सलामको केही लाग्दैन र कमरेडको अगाडि कार्ल मार्क्सको केही लाग्दैन। मेरो देशमा चुनाव आउँदा गाउँमा स्मार्ट सिटी आउँछ। मेरो देशमा चुनाव आउँदा गाउँमा स्मार्ट सिटी आउँछ। चुनाव गएपछि सिटामोल पनि आउँदैन। मेरो देशमा जबसम्म दाजु भाउजू र बा बाँकी रहन्छन्, मेरो देशमा जबसम्म दाजु भाउजू र बा बाँकी रहन्छन्, तबसम्म युवाले नेता बन्न पाउँदैन। मेरो देशमा नेताहरूले आफ्नो घरको भित्तोमा टाँस्छन् मार्क्स, लेनिन, माओ वा बीपीको फोटो। मेरो देशमा नेताहरूले आफ्नो घरको भित्तोमा टाँस्छन् मार्क्स, लेनिन, माओ वा बीपीको फोटो र आफ्नो फोटो लगेर भ्रष्टाचारको भित्तोमा टाँस्छन्। मेरो देशमा किसानले पसिना बगाउँछ, पसिनाले किसान बगाउँछ। मेरो देशमा किसानले पसिना बगाउँछ, पसिनाले किसान बगाउँछ। उखु पेल्दा उखुबाट रस आउँदैन, आँसु आउँछ। सरकारी राहत गाई भैँसी पाल्ने किसानले पाउँदैन, जुगा पाल्ने किसानले पाउँछ। मेरो देशमा बिहान घरबाट नेता बनेर सहर गएको मान्छे बेलुका सहरबाट घरमा चोर बनेर फिर्ता आउँछ। मेरो देशमा मान्छे मार्नेलाई आम माफी दिन वर्ष वर्षमा संविधान दिवस आउँछ। मेरो देशमा मान्छे मार्नेलाई आम माफी दिन वर्ष वर्षमा संविधान दिवस आउँछ। प्रधानमन्त्री महोदय तुइनमा झुन्डेर मरिरहेको छ मेरो देश, उसलाई एउटा झोलुङ्गे पुल दिन संविधान दिवस कहिले आउँछ? बरु लेख्नै छोडौँला म, बरु लेख्नै छोडौँला म, कलमले मकै गोडौँला म, बरु लेख्नै छोडौँला म, कलमले मकै गोडौँला म। राष्ट्रपति महोदय
नेताले श्रीपेच लाएको मेरा आँखाले देख्नु नपरोस्। बरु लेख्नै छोडौँला म, कलमले मकै गोडौँला म। राष्ट्रपति महोदय, नेताले श्रीपेच लाएको मेरा आँखाले देख्नु नपरोस्। मेरो कलमले यस्तो कविता फेरि फेरि लेख्नु नपरोस्।